काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन्। बुधबार काठमाडौँको प्लाजामा उपमेयर सुनिता डङ्गोल 3 जना वडा अध्यक्ष सहितको उपस्थितिमा भएको छलफलमा मेयर बालिन शाहले कार्यपालिका बैठक बोलाउने सहमति जनाएका हुन्। छलफलमा वडा 17 का वडा अध्यक्ष नवीन मानन्धर, वडा 32 का वडा अध्यक्ष नवराज प्राजुली र वडा 15 का वडा अध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए। पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन, जसले गर्दा महानगरको बजेट समेत अन्योलमा परेको थियो। काठमाडौँ टावर नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई 3 महिनासम्म कार्यालय प्रवेशमा रोक लगाइएको थियो। काठमाडौँ महानगरको गतिविधि ठप्प पारेको लगायत अन्य विषयमा प्रश्न उठाउन 18 जना वडा अध्यक्ष र 5 जना कार्यपालिका सदस्यले चैत 10 गते कार्यपालिका बैठक माग गरेका थिए। जेठ 12 गते उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले एक साताभित्र कार्यपालिका माग गरे पनि बालेनले बैठक बोलाएका थिएनन्। त्यसको लगतै 150 जना भन्दा बढी भेला भएको एक अनौपचारिक कार्यक्रममा नगरसभा सदस्यहरूले मेयर बालेनलाई नगरसभा डाक्न अनुरोध गरेका थिए।